कति मुस्किलले कति लडेर सङ्घर्ष गरेर कमाएका ऋषि धमालाले इज्जत, त्यही इज्जत पनि एलिसा गौतमले काटी पली खाइदिने भइन्। विचार गर्नुहोस्, मिडियाहरू पनि जसले कुरा बिगार्छ नि त्यसकै इन्टरभ्यू लिन जान्छन्। कहिले सहकारी पीडितलाई दरो कारबाही हुनुपर्छ भन्छन् भने कहिले जो बलात्कृत भएको छ त्यसलाई फाँसी दिनुपर्छ भन्छन्। ऋषि धमालाको इज्जत त यिनले माटामै मिलाउने भइन् नि। जसरी शेरबहादुरको इज्जत आर्जु देउपाले पोलेर खाइन्, जसरी बाबुराम भट्टराईको इज्जत र छवि सबै हिस्सेलाई हामीले पोलेर खाइन्, त्यसै गरी ऋषि धमालाको इज्जत एलिसा गौतमले काटी पोलिकन कारा कुरु चपाउने भइन्। होइन, बोल्न आउँदैन भनी नबोल्नु। मिडिया पनि अलिकति बोल्न जान्ने छ, इन्टरभ्यू लिनु। अर्काको इज्जतसँग किन खेल्नु? यो त ऋषि धमालाको इज्जतसँग खेले जस्तो हो नि।